इभिनिङ। म चाहिँ अहिले साँझमा भ्लग स्टार्ट गर्दैछु किनकि मैले भ्लग स्टार्ट गर्नुको रिजन त थोरै हेर्नु एकछिन ल। गाइज हजुरहरू देख्न सक्नुहुन्छ हाम्रो घरमा चाहिँ कटर छ। कटर ल्याउनु भएको थियो अनि पछि त्यही कटरको मम्मीले चाहिँ तरकारी काट्दै हुनुहुन्छ। गाइज हेर्न सक्नुहुन्छ। अब कटरको तरकारी कस्तो बन्छ हजुरहरू हेर्दै जानु होला। गाइज कसलाई मन पर्छ कमेन्ट पनि गर्नु होला। देख्न सक्नुहुन्छ साँझमा पानी परिरहेछ। पानी परिरहेको बेला गाइज म चाहिँ खाँदैछु रोटी। गाइज यहाँ चाहिँ कटरको तरकारी छ। गाइज म चाहिँ कटरको तरकारी खाँदैछु। थाहा छैन मलाई Hello guys, good morning. I'm Sonam from Kailali. I hope हजुरहरू सन्चै हुनुहुन्छ होला। र यो भ्लग चाहिँ म स्टार्ट गर्दैछु नेक्स्ट डेबाट। हेर्न सक्नुहुन्छ गाइज हाम्रोतिर चाहिँ पानी परिरहेछ र पानी परेको टाइममा म बनाउँदैछु चाय। हम बना रहे चाय गाइज। उनीहरूको बिहान चिया खान्छौँ जडीबुट्टीवाला चिया जब पाक्दैछ गाइज देख्न सक्नुहुन्छ हजुरहरू। र त्यो चिया सँगसँगै म यहाँनिर रोटी पनि बनाउँदैछु गाइज। हेर्न सक्नुहुन्छ। अब चाहिँ म यो पाकेपछि देखाउँछु ल गाइज। सुबह की चाय सुबह की चाय गाइज। हमारी चाय हम खा रहे हैं। तो चाय खा रहे थे। हेलो गाइज हाम्रोतिर चाहिँ पानी परिरहेको छ। त्यसैले ब्याकग्राउन्डमा साउन्ड आइरहेको छ पानीको किनकि अहिले धेरै नै पानी परिरहेको छ गाइज। बर्खा वर्षा बर्खा लाग्यो गाइज। त्यसैले म चाहिँ अहिले पानी परिरहेको टाइममा पनि गाइज नास्ता खाँदैछु बिहान चिया र रोटी अनि लिडोको साग। त्यो सँगसँगै एउटा मोबाइल छ मेरो पनि साइडमा बसेर पनि खाइरहेको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ म कति मस्तले खाँदैछु। मेरो भोइस ओभर चाहिँ किन गरेको छु गाइज सिर्फ त्यो पानीको आवाजमा जाँदैछ त्यही मैले मेरो भोइस ओभर गरेको हो। मेरो बहिनीले न कहिलेको रिसिरहेको पनि बढी कहिलेको हाँसाएको पनि बढी। हँसाउनु पनि मेरो बहिनी रिस उठाउनु पनि मेरो बहिनी मेरो रिस सहनु पनि मेरो बहिनी मेरो सानो बहिनी हो गाइज। उहाँको नाम हो डल्मा एन्जो तामाङ। मेरो चाहिँ हात यस्तो तरकारी खायो चाट्ने आउँछ। कभी हंसाती है कभी रुलाती है हमारी बहन गाइस।
हेलो गाइज, म चाहिँ आज पिनालुको पत्ता बनाउँदैछु गाइज। फर्स्ट टाइम पानी यति धेरै बिसालेको छु। पिनालुको पत्ता यहाँ छ गाइज, कसरी बनाउँछ मलाई थाहा छैन, जस्तो भन्छ गाइज। म फर्स्ट टाइम पिनालुको पत्ता बनाउँदैछु। हेर्नुहोस् गाइज, कसलाई पिनालुको पत्ता मनपर्छ भन्नु होला गाइज। ओके, फेरि म पाकेपछि देखाउँछु। मलाई चाहिँ केही आइडिया छैन कसरी बनाउँछ र मैले चाहिँ अहिले पानी हालेर नुन हालेर राखेको छु र अब चाहिँ म छोक्छु गाइज। गाइज मेरो फाइनली गावा पाक्यो। यस्तो छ गाइज। अब चाहिँ म खाना खान रेडी छु गाइज। भात र गावा खाने हो गाइज। म चाहिँ फर्स्टैमा योबाट खाँदैछु कराईमा। अरे यति धेरै किन हाल्नुभयो? पुग्छ नि। यहाँ छ भात। बुनु त पनि खानुहोस् गाबा। हम खा रहे हैं गाइस कराई पे। गाइस कराईमा खानुको मजा नै बेग्लै हुन्छ। हेलो गाइस, बुनु खानुहोस्। गाबा बेस्ट कि मासु बेस्ट? मेरो लागि गाबा बेस्ट गाइज। अब चाहिँ गाइज म फटाफट खान्छु। मोबाइललाई साइडमा लगाएर। गाइज हजुरहरूले देख्न सक्नुहुन्छ मेरो बहिनी बिहान बिहान मेकअप गर्दैछ। मेकअपको डिब्बा उसको चाहिँ नक्कली बहिनी। के मेकअप गर्दैछ बुनु तिमी? अब के मेकअपमा के लगाउँछौ तिमी? लिपस्टिक। त्यो क्रिम लगाउने। ल मुखमा सेर्दैछ, छिटो मुख सफा गर। गाइज बहिनीलाई चाहिँ म कहिले त भन्छु कहिले तिमी भन्छु। अनि गाजल अब बहिनीले चाहिँ ऐना चाहिँ यहाँ राखेको छ गाइज। एकछिनमा बहिनीले मेकअप उसका टिकुली बिन्दी भन्न। बिन्दी भने यो चाहिँ गाइज होममेड काजल आँखों पे लाए काजल सुरमा। गाइज अब यसले चाहिँ बिन्दी लगाउँछ। एकछिनमा बहिनी बर्थडे पछि म उसको फुल मेकअप देखाउँछु ल गाइज। ल गाइज मेरो बहिनीको फाइनल लुक चाहिँ यस्तो छ। कस्तो लागिरहेको बुनु तिमीलाई? राम्रो देखेको छैन, दामी देखेको। तल्ला बाजे
के भन्ला थियो के भन्ला छस् आज चाहिँ घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी घुम्न जाऊ न अनि घामले मलाई सताउला काली मलाई बनाउला तिमी पिरतीको छाता ओढाउन गाइस हाम्रोतिर चाहिँ यस्तो फुल फुलेछ नालीको डिलडलमा कति राम्रो फुल हेर्न सक्नुहुन्छ हाम्रोतिरको फुल है ब्युटिफुल फुलै फुलको बगैँचामा मेरी माया गाइस पानी परेर यहाँबाट ट्याक्क यहाँ खसेछ यो चाहिँ हेर्न सक्नुहुन्छ यहाँनिर पनि हल्का भारी पहिरो गएको छ गाइस आज चाहिँ हाम्रो देउरालीको भ्यू हेर्नु अनि पछि हेर्न सक्नुहुन्छ उता पारि भासुबेर हामीहरू भासुबेर घुम्न जाने भनेको बात केही कारणवश हामीहरू जान सकेनौँ गाइस तर म यहाँबाट नै हाम्रो भाषाको बेर गाइस हाम्रो देउराली मसानीको मन्दिरको पनि के भन्छ दर्शन गर्नुहोस् देउराली माता की जय मसानीका मन्दिरको है घर चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरू यता पारिको भ्यू म जुम गरेर देखाउँछु आज यस्तो दामी पुरा क्लियर छ हेर्न सक्नुहुन्छ भाषाको भिड है भाषाको भिड आई मिस यु भन्नुपर्छ कति दामी छ भाषाको भिडमा गाइस मैले यहाँनिर गएर कस्तो दामी दामी ठाउँहरू देखाउँछु अमृतसरको फुल ला 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 चाँडैबाट भए पनि तिमीलाई हेरिरहला भाषाको भिड गाइस एक दिन त हामी भाषाको भिड जानुपर्छ पानी परेपछि गाइस भ्यूहरू खतरा देखिन्छ म सोचेर चाहिँ कम्पासको भ्यू कस्तो भयो होला कस्तो देखिरह होला पुरा क्लियर होला गाइस पानी परेपछि एकदम राम्रो हुन्छ हजुरहरू कम्पासै जानु होला गाइस म चाहिँ यो भिडियो एन्ड गर्छु हजुरहरूलाई मन परे लाइक सेयर सब्सक्राइब गर्नु होला बाई बाई गाइस भेटौँला नेक्स्ट भिडियोमा बाई बाई